आज चाहिँ माछा र ढेँडो खाने परेको छु म चाहिँ हैन। माछा उम्लिँदैछ, ढेँडो पकाउनलाई पानी गरम गरेँ। अब यो कोदोको पिठोलाई चाहिँ हाल्छु अनि चट्टासँगले सक्छु कि सक्दिनँ आज म विचार गर्छु। हेर्नुहोस् हजुरहरू पनि है कसरी म ढेँडो बनाउँछु। आइया मलाई कति सम्झी हाँस उठ्दैछ है। बनाए पिठो हालेर मल्दैछु हल्का है। अब हात कस्तो दुख्छ। एकपल्ट घरमा मम्मीले खाने भनेर बनाएको थियो हामी दिदी बहिनीले, त्यस्तै गरी म चाहिँ पुरा यस्तो गर्दैछु है। अनि हात दुखेर कस्तो भइराखेको छ। यहाँ माथि भएन, सोची भएर होला सायद है। साह्रै गाह्रो भयो, ग्यास अग्लो छ, म होचो छु है, त्यही भएर चाहिँ नभएको गाह्रो भएको होला मलाई। अब यसलाई चाहिँ म तल लगेर मजाले भुइँमा राखेर पुरा मल्दैछु होइन। मस्काउँदैछु भन्छ यसलाई, मस्काउने भन्छ, मस्काउँदैछु। साह्रै गाह्रो भयो, फेरि उठेर चाहिँ मस्काउन थालेँ। आइया खाना सजिलो छ, गर्न हेर्नु त कति गाह्रो हुन्छ। आम्मामा सक्न लागे। अब यति नै होस् भनेर अब चाहिँ सक्दिनँ म है। अब चाहिँ टक्क हाले प्लेटमा, स्टिलको प्लेट छ एउटा ठुलो है। अब खान्छु। अरे वाट इज यस्तो ए1 छ कि सुरुप बनाएर आम्मामा खाइरहेको छु म है। आम्मा यति मिठो भइरहेको छ। कसलाई मनपर्छ यस्तो ढेँडो है, हजुरहरू यसो कमेन्ट गर्नु होला। कोदोको ढेँडो, माछा, बैगुनको यो खोइ के हो त्यो थाहा छैन, नाम थाहा छैन। यसै मसला हालेर पकाउँछु। ल धन्यवाद सबैजनालाई फर वाचिङ।